हेलो गाइस, आज चाहिँ म चिल्ली चिकन बनाउन गइरहेको छु हैन। यहाँ चाहिँ मेरो प्याज छ अनि यहाँ मेरो अदरक लसुन अन्त बारीक बारीक खोर्सानी क्याप्सिकम। अब त्यस्तो पर्फेक्टली त आउँदैन हैन बनाउनु, र पनि खानु मन लाग्यो त बनाउन मन लाग्यो। सो आज म बनाउँदैछु हैन। अन्त यहाँ चाहिँ छ मेरो म्यारिनेट गरेको, मतलब यसमा अन्डा सन्डाहरू सबै हैन हालेर चाहिँ कर्नफ्लावर सनफ्लावर हालेर बनाएको छु यसलाई। अब चाहिँ योलाई मैले 30 मिनट राखेको छु। अब यसलाई चाहिँ म फ्राई गर्नु गइरहेको छु हैन गाइस। अन्त चाहिँ कराई तातिरहेछ हो। यहाँनिर चाहिँ मैले तेल हालेँ अन्त अब चाहिँ मजाले खराउनु पर्छ नि त यसलाई हैन। ल गाइस हैन, अहिले चाहिँ फाइनली मेरो तेल गरम भइसकेको छ न। अब चाहिँ मैले यो चिकनलाई चाहिँ फ्राई गर्नुपर्छ है। यसरी मजाले गरेर चाहिँ मजाले म्यारिनेट भइसकेछ है। यसरी फ्राई गर्नुपर्छ एक एकवटा गरेर हैन। हो म चाहिँ पनि खानु पर्छ हैन, खानु पर्छ हैन। ए चिकन चाहिँ फ्राई हुँदैछ हैन गाइस। फ्राई भइसके हो, फ्राई हुँदैछ मजाले है। फ्राई भइसक्यो होइन। अब यहाँ चाहिँ चिकन फ्राईलाई यसरी मोडेर राख्नु सक्थेँ। अन्त रेडी छ है मेरो पालेको छु है मिठासको लागि हैन। यस्तै गाइस, मेरो चाहिँ चिल्ली चिकन रेडी भइसक्यो हैन। तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् होला गाइस हैन। अब आमा चाहिँ चिल्ली चिकन खानु गइरहेछ है। मैले बनाएको कस्तो भयो के भयो खाएर हेर्नुहोस्। मम्मी मेरो छोरीले पकाएको खाए कस्तो हुँदो रहेछ। एकछिन गर्न नि, म खान्छु ल। खाए ल। दामी। कुन चाहिँ खम पो भयो त मेरो चिल्ली चिकन मैले बनाएको। वाउ गुड। प्याजसँग खानु चाहिँ मजा आउँछ नि त हैन गाइस। बाई।